रवि लामिछानेलाई छोड्न उच्च अदालतले राख्यो यस्ता 5 शर्त। रविले स्वीकारे मात्रै रिहा हुने के हुन् त ती शर्त? दर्शकबिन उच्च अदालत तुलसीपुरको बुटोल इजालसले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गर्दा 5 वटा शर्त तोकेको छ। न्यायाधीश द्वय वासुदेव आचार्य र तेज नारायण पौडेलको इजालसले यस्तो शर्त राखेको हो। आदेशमा भनिएको छ, बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनु। यसअघि पूर्वपक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न उच्चले बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता राखेको भन्दै 5 शर्तमा धरौटी स्वीकार गर्ने आदेश गरेको भनिएको छ। उच्चले राखेको पहिलो शर्तमा जिल्ला अदालतबाट 2081 माघ 13 मा सुरु थुनछेक बहसका क्रममा माग गरेको धरौटी रकम स्वीकार गर्ने। नम्बर 2, लामिछानेले पेश गरेको बैंक जमानत 2,74,84,000 बिगोको हकमा सुनिश्चित गर्ने। नम्बर 3, व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने। नम्बर 4, सुरु जिल्ला अदालतको 2082 साउन 26 को आदेश बदर गर्ने। नम्बर 5, अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने नै हुँदा साथै फैसलाले बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न वा बुझाउन मन्जुर भए सोको कागज गरी प्रतिवादी रवि लामिछानेलाई थुनामुक्तको रुखबाट थुनामुक्त गर्नु। यी सबै शर्त पूरा भएपछि प्रतिवादी रवि लामिछानेलाई मुद्दाको रुखबाट धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो। उच्च अदालतको यो आदेशपछि नक्खु कारागारमा रहेका लामिछाने तोकिएको धरौटी रकम बुझाएपछि रिहा हुनेछन्। अदालतको निर्णयसँगै रासपा नेतृत्व, समर्थक तथा शुभेच्छुकहरूले न्यायिक प्रक्रियाप्रति विश्वास कायम भएको प्रतिक्रिया दिएका छन्।